सेल्स भनेको के हो? इन्कम हो। बिजनेसले क्यास कसलाई तिर्छ? इम्प्लोइलाई। भन्नुको मतलब इम्प्लोइ रिलेटेड अब केही खर्चहरू आउने भयो। त बिजनेसले जुन पार्टीसँग सामान किन्छ हो त्यो पार्टीलाई चाहिँ नै हामीहरू सप्लायर भन्छौँ। उखुको जुस त पिएकै होला सबैले। मेरो सवाल, उखुको जुस कसरी बन्छ? इन्भेस्टिङ एक्टिभिटिज गर्छु, त्यहाँबाट मलाई के हुन सक्छ भन्दाखेरि फाइनेन्सिङ एक्टिभिटिजमा पर्ने पोइन्टहरू के हो? त यहाँ शेयरसँग रिलेटेड पोइन्टहरू पर्छ, प्रिफरेन्स शेयरसँग रिलेटेड पोइन्टहरू पर्छ। कुनै पनि बिजनेसमा क्याशको इम्पोर्टेन्ट रोल हुने भएकोले क्याशको मुभमेन्ट मेजर गर्नको लागि तयार पारिने स्टेटमेन्टलाई नै हामीहरू क्याश फ्लो स्टेटमेन्ट भन्छौँ। मुभमेन्ट भन्नाले यहाँ हामीहरूले क्याश इनफ्लो र क्याश आउटफ्लो भन्ने बुझ्नुपर्छ। उखुको जुस त पिएकै होला सबैले। मेरो सवाल, उखुको जुस कसरी बन्छ भन्नाले उखुलाई एउटा मेसिनको सहायता लिएर त्यसलाई निचोडिकन त्यसको रस निकालिन्छ। ठिक त्यसै गरी बिजनेसमा हुने विभिन्न किसिमको क्रियाकलापहरू हुन्छ, ट्रान्जेक्सनहरू जसलाई हामीहरू भन्छौँ हो। त्यो ट्रान्जेक्सनहरूबाट निचोडेर हामीहरू क्यास निकाल्छौँ हो। यही कन्सेप्टको आधारमा क्याश फ्लो स्टेटमेन्ट बनेको हो। यहाँ हामीहरूले बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि बिजनेसमा भएको ट्रान्जेक्सन र क्याशको बीचमा कस्तो रिलेसन छ त त्यो बुझ्नुपर्ने कुरा हो। यहाँ भन्दाखेरि एसेस, एक्सपेन्स र लसेससँग क्याशको इनडाइरेक्ट रिलेसन छ। ठिक त्यसै गरी लाइबिलिटी, क्यापिटल, इन्कम र गेनसँग क्याशको डाइरेक्ट रिलेसन छ। क्याश फ्लो बनाउने हामीसँग दुईटा मेथड छ, एउटा डाइरेक्ट मेथड, अर्को इनडाइरेक्ट मेथड। डाइरेक्ट मेथडमा हामीहरू स्टार्टिङ सेल्सबाट गर्छौँ भने इनडाइरेक्ट मेथडमा हामीहरू स्टार्ट नेट प्रॉफिटबाट गर्छौँ। क्लियर छ कुरा? अब यहाँ डाइरेक्ट र इनडाइरेक्ट मेथडले असर पार्ने भनेको कसलाई असर पार्छ भन्दाखेरि अपरेटिङलाई मात्रै असर पार्छ। यो इन्भेस्टिङ र फाइनान्सिङलाई यसले असर पार्दैन। भन्नुको मतलब इन्भेस्टिङ र फाइनान्सिङ एक्टिभिटिज डाइरेक्टमा र इनडाइरेक्टमा सेमै बन्छ। त भनेपछि फरक मात्रै के बन्ने भयो? अपरेटिङ मात्रै बन्ने भयो। डाइरेक्टबाट अपरेटिङ अर्को बन्छ भने इनडाइरेक्टबाट अपरेटिङ अर्को बन्छ। क्लियर छ कुरा? क्याश फ्लो अन्तर्गत तीनवटा एक्टिभिटिजहरू पर्दछन्, जस्तै भनौँ अपरेटिङ एक्टिभिटिज, इन्भेस्टिङ एक्टिभिटिज र फाइनान्सिङ एक्टिभिटिज। जसमध्ये हामीहरू अपरेटिङ एक्टिभिटिजको बारेमा बुझौँ। अपरेटिङ एक्टिभिटिजमा के कुराहरू पर्दछ भन्दाखेरि अपरेटिङ एक्टिभिटी भनेको के हो पहिले त्यो बुझ्नु पर्यो हामीहरूले। अपरेटिङ एक्टिभिटी भन्नाले बिजनेसले डे टु डे रूपमा के कार्यहरू गर्दछ हो, त्यो कार्यहरूलाई चाहिँ हामीहरूले के भनेर बुझ्ने? अपरेटिङ एक्टिभिटी भनेर बुझ्नु पर्यो। कुनै पनि बिजनेसले डे टु डे रूपमा जे क्रियाकलापहरू गर्दछ हो त्यो पोइन्टहरूलाई चाहिँ हामीहरू अपरेटिङ एक्टिभिटिज अन्तर्गत राख्दछौँ। अब यस अन्तर्गत पर्ने केही पोइन्टहरू जस्तै क्याश कलेक्सन फ्रम कस्टमर, क्याश पेड टु सप्लायर, क्याश पेड टु वर्कर एन्ड अदर एक्सपेन्सेस, त्यसै गरी इन्ट्रेस्ट पेड, त्यसै गरी ट्याक्स पेड, त्यसै गरी इन्ट्रेस्ट और डिभिडेन्ड रिसिभ, त्यसै गरी एक्स्ट्रा अर्डिनरी आइटम। यति कुराहरू गरेर हामीहरू चाहिँ नि क्याश फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज निकाल्छौँ। अब हामीहरू क्याश कलेक्सन फ्रम कस्टमर यो पोइन्टको व्याख्या गरौँ है। कस्टमरलाई बिजनेसले के गर्छ भन्दाखेरि सामान बेच्छ हो। सामान बेच्दाखेरि बिजनेसले दुई किसिमले सामान बेच्न सक्छ, कि त नगदमा बेच्नु पर्यो नभए उधारोमा बेच्नु पर्यो हो। त उधारोमा बेच्छ भने बिजनेसले त पैसा लिनु पर्यो त्यो पार्टीसँग हो। त बिजनेसले उधारोमा सामान बेच्दाखेरि जुन पार्टीसँग पैसा लिनुपर्ने हुन्छ त्यसलाई हामीहरू डेप्टर भन्छौँ। क्लियर छ कुरा? त भन्नाले यो भित्र पर्ने पोइन्ट के? कस्टमरसँग रिलेटेड पोइन्ट के त भन्दाखेरि सेल्स हुने होला, त्यसै गरी डेप्टर हुने होला। त भन्दाखेरि अब सामान बेच्छौँ भने हामीहरू डिस्काउन्ट दिन्छौँ पनि, डिस्काउन्ट अलाउड पनि त्यसैको पोइन्ट होला। त्यसै गरी अब उधारोमा सामान बेचेको छौँ भने पैसा डुब्ने खतरा पनि हुन्छ, भन्नुको मतलब ब्याड डेप्ट पनि त्यसैको पोइन्ट हो। त्यसै गरी अब डुबेको पैसा कहिलेकाहीँ फिर्ता पनि आइजान सक्छ, भन्नुको मतलब ब्याड डेप्ट रिकभर पनि त्यसैको पोइन्ट हो।
त्यसैगरी अब हामीहरूले डेप्टरसँग केही प्रोभिजन अथवा डिस्काउन्टसँग केही प्रोभिजनहरू बनाएको छौँ भने त्यो प्रोभिजनहरू पनि पर्ने भयो यहाँ। जस्तै प्रोभिजन फर डिस्काउन्ट, त्यसैगरी प्रोभिजन फर डाउटफुल डेप्ट। यहाँ सेल भन्नाले हामीहरू नेट सेल्सलाई बुझ्छौँ। और नेट सेल्स कसरी निकाल्ने भन्दाखेरि क्याश सेल्स प्लस क्रेडिट सेल्स माइनस सेल्स रिटर्न गरेर हामीहरू नेट सेल्स निकाल्छौँ। अब हामीहरूले क्याश कलेक्सन फ्रम कस्टमर यसभित्र परेको पोइन्टहरूलाई बुझौँ। यहाँ सेल्स भनेको इन्कम हो, डेप्टर भनेको करेन्ट एसेट हो, डिस्काउन्ट अलाउड भनेको एक्सपेन्स हो, ब्याड डेप्ट भनेको एक्सपेन्स हो, प्रोभिजन फर डाउटफुल डेप्ट भनेको लाइबिलिटी हो र प्रोभिजन फर डिस्काउन्ट अन डेप्टर भनेको पनि लाइबिलिटी हो। यति कुरा बुझ्नु पर्यो। अब डेप्टर अन्तर्गत हामीहरू बिल्स रिसिएबललाई पनि लिन सक्छौँ, नोट रिसिएबललाई पनि लिन सक्छौँ, अकाउन्ट रिसिएबललाई पनि लिन सक्छौँ है। अब यो हेरौँ, अब त हामीहरूले त चिन्यौँ सेल्स। पहिले सेल्स हेरौँ त सेल्स भनेको के हो? इन्कम हो। त इन्कम र क्याशको बिचमा कस्तो रिलेसन छ भन्दाखेरि डाइरेक्ट रिलेसन छ। सेल्सले पैसा बढाउने रहेछ। त्यसैगरी डेप्टर हेरौँ त डेप्टर भनेको के भने मैले करेन्ट एसेट हो। त करेन्ट एसेट र क्याशको बिचमा कस्तो रिलेसन छ भन्दाखेरि इनडाइरेक्ट रिलेसन छ। भन्नुको मतलब डेप्टर बढ्यो भने चाहिने पैसा घट्ने रहेछ, डेप्टर घट्यो भने चाहिने पैसा बढ्ने रहेछ। भन्नुको मतलब इनडाइरेक्ट रिलेसन केसँग भन्दाखेरि क्याशसँग। त्यसैगरी ब्याड डेप्ट हेरौँ अथवा डिस्काउन्ट अलाउड हेरौँ, यो दुईटै भनेको एक्सपेन्स हो। त एक्सपेन्ससँग पनि क्याशको कस्तो रिलेसन छ भन्दाखेरि इनडाइरेक्ट रिलेसन छ। भन्नुको मतलब एक्सपेन्स बढ्यो भने पैसा घट्ने हो, एक्सपेन्स घट्यो भने पैसा बढ्ने हो। त्यसैगरी अर्को छ प्रोभिजन। अब यहाँ पनि दुईटा प्रोभिजन छ, एउटा प्रोभिजन फर डिस्काउन्ट र अर्को प्रोभिजन फर ब्याड डेप्ट। यो प्रोभिजन भनेको लाइबिलिटी हो। त लाइबिलिटी र क्याशको कस्तो रिलेसन छ भन्दाखेरि डाइरेक्ट रिलेसन छ। भन्नुको मतलब लाइबिलिटी बढ्यो भने पैसा पनि बढ्ने हो, लाइबिलिटी घट्यो भने पैसा पनि घट्ने हो। क्लियर छ कुरा? क्याश पेड टु सप्लायर, यसको बारेमा बुझौँ। त भन्नुको मतलब बिजनेसले जुन पार्टीसँग सामान किन्छ हो त्यो पार्टीलाई चाहिने हामीहरू सप्लायर भन्छौँ। क्लियर छ कुरा? त भन्दाखेरि सप्लायरसँग बिजनेसले दुई किसिमले सामान किन्न सक्छ, कि त नगदमा किन्छ नत्र भने उधारोमा किन्छ हो। त भन्नुको मतलब अब बिजनेसले उधारोमा सामान किन्छ भने त्यो सप्लायरलाई पैसा तिर्न बाँकी छ कि छैन? बाँकी छ हो। त त्यो तिर्न बाँकी पैसालाई चाहिँ हामीहरू के भन्छौँ? क्रेडिटर भन्छौँ। क्लियर छ कुरा? त क्रेडिटरलाई हामीहरू बिल्स पेबल पनि भन्न सक्छौँ, क्रेडिटरलाई हामीहरू अकाउन्ट पेबल पनि भन्न सक्छौँ, नोट पेबल पनि भन्न सक्छौँ। क्लियर छ कुरा? त्यसपछि यस अन्तर्गत पर्ने पोइन्टहरू। त फर्स्ट पोइन्ट हाम्रो सीओजीएस पर्छ। त सीओजीएस भनेको के हो? कस्ट अफ गुड्स सोल्ड। नर्मली क्वेसनमा दिएकै हुन्छ, नदियो भने चाहिँ के गर्ने भन्दाखेरि ओपनिङ स्टक अफ र मेटेरियल प्लस पर्चेज माइनस क्लोजिङ स्टक गरे भने हाम्रो सीओजीएस को क्याल्कुलेसन हुन्छ। क्लियर छ कुरा? त अब यहाँ हेरौँ, फर्स्ट पोइन्ट हाम्रो सीओजीएस भयो, सेकेन्ड पोइन्ट हाम्रो क्रेडिटर भयो, थर्ड पोइन्ट भनेको हाम्रो इन्भेन्ट्री भयो र लास्ट पोइन्ट भनेको डिस्काउन्ट रिसिभ भयो। अब म बिजनेस सामान किन्न जान्छ भने बिजनेसले थोरै डिस्काउन्ट दिने हो, बिजनेसले डिस्काउन्ट रिसिभ गर्ने हो। किन्दाखेरि त डिस्काउन्ट पाउँछ, बेच्दाखेरि पो डिस्काउन्ट दिने हो। क्लियर छ कुरा? त भन्दाखेरि अब यहाँ पर्यो जम्मा 4 किसिमको कुराहरू। त सीओजीएस पहिले यो बुझौँ, यो के हो? सीओजीएस। त सीओजीएसलाई हामीहरू एक्सपेन्स पनि भन्न सक्छौँ, यसलाई हामीहरू एसिस्ट पनि भन्न सक्छौँ। त एसिस्टसँग क्याशको कस्तो रिलेसन छ अथवा एक्सपेन्ससँग क्याशको कस्तो रिलेसन छ भन्दाखेरि इनडाइरेक्ट रिलेसन छ। भन्नुको मतलब सीओजीएस बढ्यो भने क्याश घट्छ, सीओजीएस घट्यो भने क्याश बढ्छ। अब क्याश फ्लोको क्वेसनमा नर्मली सीओजीएस त बढेकै हुन्छ। क्लियर छ कुरा? त्यसैगरी अर्को पोइन्ट हेरौँ, क्रेडिटर। त क्रेडिटर भनेको के हो भन्दाखेरि यो हाम्रो लाइबिलिटी हो। त लाइबिलिटी बढ्यो, लाइबिलिटी र क्याशको बिचमा कस्तो रिलेसन छ भन्दाखेरि डाइरेक्ट रिलेसन छ। भन्नुको मतलब लाइबिलिटी बढ्यो भने क्याश पनि बढ्छ, लाइबिलिटी घट्यो भने क्याश पनि घट्छ। क्लियर छ कुरा? त्यसैगरी अर्को पोइन्ट छ इन्भेन्ट्री। इन्भेन्ट्री भनौँ अथवा स्टक भनौँ, यो भनेको के हो? त यो भनेको करेन्ट एसेट। के हो? करेन्ट एसेट। त एसेट र क्याशको बिचमा कस्तो रिलेसन छ भन्दाखेरि इनडाइरेक्ट रिलेसन छ। इनडाइरेक्ट भन्नुको मतलब एसेट बढ्यो भने क्याश घट्ने भयो, एसेट घट्यो भने क्याश बढ्ने हो।
क्लियर छ कुरा। त्यसै गरी लास्ट पोइन्ट के छ भन्दाखेरि डिस्काउन्ट रिसिभ। अब यहाँ डिस्काउन्ट रिसिभ भनेर के बुझिरहेछौँ हामीहरू? इन्कम हो भाइ, सिम्पल। त इन्कम बढिरहेछ, इन्कम बढ्यो भने क्यास पनि बढ्ने भयो। क्लियर छ कुरा। क्यास पेड टु इम्प्लोइ। अब हामीहरू यसको बारेमा बुझौँ। त भन्दाखेरि हामीहरूले क्यास कसलाई तिरिरहेछ? बिजनेसले क्यास कसलाई तिरिरहेछ? इम्प्लोइलाई। भन्नुको मतलब इम्प्लोइ रिलेटेड अब केही खर्चहरू आउने भयो। त इम्प्लोइसँग रिलेटेड के खर्च होला त भन्दाखेरि फ्याक्ट्रीसँग रिलेटेड हो भने वेजेज आउँछ, अफिस अथवा सेलिङसँग रिलेटेड हो भने स्यालेरी आउँछ हो, र म्यानेजरसँग रिलेटेड हो भने रेमुनेसन आउँछ। भन्नुको मतलब 3 किसिमको खर्च आउने भयो हो। प्लस अब यो स्टाफ भनौँ, चाहे वर्कर भनौँ, चाहे म्यानेजर भनौँ, यिनीहरूलाई कुनै अन्य सुविधा दिएको छौँ भने हो त्यो पनि यही स्यालेरी, वेजेस अथवा रेमुनेसन अन्तर्गत पर्छ। क्लियर छ कुरा। अब यसमा योसँग रिलेटेड पोइन्ट के होला त? जस्तै एउटा मैले फ्याक्ट्रीसँग रिलेटेड पोइन्ट लिएँ, वेजेस। त वेजेसमा अरू के होला त भन्दाखेरि आउटस्ट्यान्डिङ वेजेस पनि हुन सक्छ, चाहे एडभान्स वेजेस पनि हुन सक्छ है। त यहाँ फर्स्ट पोइन्ट मैले भने वेजेस। त वेजेस भनेको के हो? त वेजेस भनेको एक्सपेन्स हो। त एक्सपेन्स र क्यासको बीचमा कस्तो रिलेसन छ भन्दाखेरि इनडाइरेक्ट रिलेसन छ हो। त्यसै गरी अर्को पोइन्ट मैले भने आउटस्ट्यान्डिङ वेजेस। आउटस्ट्यान्डिङ वेजेस भनेको के हो भन्दाखेरि यो त हाम्रो करेन्ट लाइबिलिटी हो। त लाइबिलिटी र क्याससँग कस्तो रिलेसन छ भन्दाखेरि डाइरेक्ट रिलेसन छ। ठिक छ। त्यसै गरी अर्को पोइन्ट मैले भने एडभान्स वेजेस अथवा प्रिपेड वेजेस। यो के हो? यो भनेको करेन्ट एसिस्ट हो। त करेन्ट एसिस्ट र क्यासको बीचमा कस्तो रिलेसन छ त्यो बुझ्न अति आवश्यक छ। क्लियर छ कुरा। र अरू केही अपरेटिङ एक्टिभिटिजहरू छन् भने त्यसलाई पनि राख्छौँ। क्लियर छ कुरा। त्यसपछि अर्को पोइन्ट इन्ट्रेस्ट पेड। अब यहाँ इन्ट्रेस्ट पेड भन्नाले इन्ट्रेस्टसँग रिलेटेड केही एक्सपेन्सेस अथवा एसिस्ट छ भने त्यसलाई पनि हामीहरू सो गर्छौँ। त इन्ट्रेस्टसँग रिलेटेड के छ त भन्दाखेरि इन्ट्रेस्ट एक्सपेन्स होला, आउटस्ट्यान्डिङ इन्ट्रेस्ट होला, चाहे एडभान्स इन्ट्रेस्ट होला। क्लियर छ कुरा। जहाँ इन्ट्रेस्ट भनेको एक्सपेन्स हो र आउटस्ट्यान्डिङ एक्सपेन्स भनेको लाइबिलिटी हो र त्यसै गरी एडभान्स इन्ट्रेस्ट भनेको करेन्ट एसिस्ट हो। अब यसमा क्याससँग यिनीहरूको के कस्तो रिलेसन छ? त्यसै गरी अर्को पोइन्ट छ ट्याक्स पेड। त ट्याक्स पेडसँग रिलेटेड के पोइन्टहरू होला त त्यो पनि बुझौँ। त यहाँ फर्स्ट पोइन्ट ट्याक्स एक्सपेन्स होला, सेकेन्ड आउटस्ट्यान्डिङ ट्याक्स होला, चाहे प्रोभिजन फर ट्याक्स पनि भन्छौँ त्यसलाई, र अर्को पोइन्ट भनेको एडभान्स ट्याक्स होला अथवा प्रिपेड ट्याक्स पनि भन्छौँ त्यसलाई। भन्नुको मतलब 3वटा पोइन्ट आउने हो। र ट्याक्स एक्सपेन्स भनेको के हो त? एक्सपेन्सले त एक्सपेन्स जनाइ नै रहेछ। एक्सपेन्ससँग क्यासको रिलेसन कस्तो छ? इनडाइरेक्ट। भन्नुको मतलब एक्सपेन्स बढ्यो भने क्यास घट्छ, एक्सपेन्स घट्यो भने क्यास बढ्ने। क्लियर छ कुरा। त्यसै गरी अर्को पोइन्ट के छ भन्दाखेरि आउटस्ट्यान्डिङ ट्याक्स। त आउटस्ट्यान्डिङ ट्याक्स भनौँ अथवा प्रोभिजन फर ट्याक्स भनौँ, यो भनेको के? यो भनेको करेन्ट लाइबिलिटी हो। करेन्ट लाइबिलिटी हो भने करेन्ट लाइबिलिटी र क्यासको बीचमा कस्तो रिलेसन छ भन्दाखेरि डाइरेक्ट रिलेसन छ हो। भन्नुको मतलब आउटस्ट्यान्डिङ ट्याक्स अथवा प्रोभिजन फर ट्याक्स इन्क्रिज भयो भने क्यास पनि इन्क्रिज हुने हो। आउटस्ट्यान्डिङ ट्याक्स अथवा प्रोभिजन फर ट्याक्स डिक्रिज भयो भने क्यास पनि हाम्रो डिक्रिज हुने हो। क्लियर छ कुरा। र त्यसै गरी अर्को छ प्रिपेड अथवा एडभान्स ट्याक्स। त यो भनेको के त भन्दाखेरि प्रिपेड अथवा एडभान्स ट्याक्स भनेको करेन्ट एसिस्ट हो। त करेन्ट एसिस्ट र क्यासको बीचमा कस्तो रिलेसन छ भन्दाखेरि इनडाइरेक्ट रिलेसन छ। भन्नुको मतलब करेन्ट एसिस्ट बढ्यो भने क्यास घट्छ, करेन्ट एसिस्ट घट्यो भने क्यास बढ्छ। क्लियर छ कुरा। इन्ट्रेस्ट अथवा डिभिडेन्ड रिसिभ हो। अब यो नर्मल बेसमा त हुँदैन, कहिले काहीँ रिसिभ हुने इन्कम हो यिनीहरू। त यसमा पनि के होला त भन्दाखेरि इन्ट्रेस्ट रिसिभ भयो, डिभिडेन्ड रिसिभ भयो। त रिसिभ भनेर भनिरहेछ त रिसिभले के जनायो? रिसिभले इन्कम जनायो हो। त इन्कम र क्याससँग कस्तो रिलेसन छ भन्दाखेरि डाइरेक्ट रिलेसन छ। इन्कम बढ्यो भने क्यास पनि बढ्ने हो, इन्कम घट्यो भने क्यास पनि घट्ने हो। क्लियर छ कुरा। र त्यसै गरी अर्को पोइन्ट छ एक्स्ट्रा ओर्डिनरी आइटम। अब यो एक्स्ट्रा ओर्डिनरी आइटम अन्तर्गत हामीहरू के राख्छौँ त भन्दाखेरि जस्तै ब्याङ्क ओभरड्राफ्ट, सर्ट टर्म ब्याङ्क लोन, नोट पेएबल, अकाउन्ट पेएबल, यो सब पोइन्टहरू पर्छ जुन चाहिँ नै सर्ट पिरियडमा बिजनेसले तिर्नुपर्ने हुन्छ। त्यस्तो खर्चहरू, त्यस्तो ट्रान्जेक्सनहरू मात्रै पर्ने गर्दछ। क्लियर छ ब्रे। जसमा ब्याङ्क ओभरड्राफ्ट भनेको के हो भन्दाखेरि लाइबिलिटी हो। त लाइबिलिटी र क्यासको बीचमा कस्तो रिलेसन छ? डाइरेक्ट।
ठीक छ। अर्को भने मैले नोट पेबल। त नोट पेबल र के अरे नोट पेबल भनेको के हो? त नोट पेबल भनेको लाइबिलिटी हो भाइ यो पनि। त्यसै गरी अर्को छ सर्ट टर्म बैंक लोन। त सर्ट टर्म बैंक लोन भनेको के हो? यो भने पनि लाइबिलिटी हो। क्लियर छ कुरा? त लाइबिलिटी र क्याशको बीचमा कस्तो रिलेसन छ? लाइबिलिटी र क्याशको बीचमा डाइरेक्ट रिलेसन छ। भन्नुको मतलब लाइबिलिटी हाम्रो बढ्यो भने क्याश पनि बढ्ने हो, लाइबिलिटी हाम्रो घट्यो भने क्याश पनि हाम्रो घट्ने हो। अब हामीहरू इन्भेस्टिङ एक्टिभिटिजको बारेमा बुझौँ। इन्भेस्टिङ एक्टिभिटिज भन्नाले के बुझौँ त भन्दाखेरि बिजनेसले अब कुन कुन सेक्टरमा पैसा इन्भेस्ट गर्ने हो त्यो एक्टिभिटिजलाई चाहिँ हामीहरू इन्भेस्टिङ एक्टिभिटिज भनेर भन्छौँ। अब भन्नुको मतलब त भन्दाखेरि यहाँ बिजनेसले एसिस्ट किन्छ पनि एसिस्ट बेच्छ पनि। फिक्स एसिस्ट अथवा सेक्युरिटीसँग रिलेटेड पर्चेज र सेल्सको ट्रान्जेक्सन मात्रै हुन्छ। क्लियर छ कुरा? त भन्नुको मतलब पर्चेज अफ एसिस्ट और सेल्स अफ एसिस्ट, पर्चेज अफ इन्भेस्टमेन्ट और सेल्स अफ इन्भेस्टमेन्ट, पर्चेज अफ सेक्युरिटी और सेल्स अफ सेक्युरिटी। अर्को ल्याङ्ग्वेज भन्दाखेरि पर्चेज अफ सेयर अथवा अब सेयरको रिडेम्सन त हुँदैन, तर सेयर त हामीहरू कोही अरूलाई बेच्न त सक्छौँ नि, त सेल्स अफ सेयर त्यो पनि हुन सक्छ। क्लियर छ कुरा कि बुझेन? अब यहाँ पर्चेज गरिरहेको छु र सेल्स गरिरहेको छु, के कुरा त भन्दाखेरि एसिस्टै सेल्स किनबेच गरिरहेको छु हो। त भन्दाखेरि एसिस्ट र क्याशको बिचमा कस्तो रिलेसन? इनडाइरेक्ट कि डाइरेक्ट? होइन, इनडाइरेक्ट रिलेसन। भन्नुको मतलब एसिस्ट बढ्यो भने पैसा घट्यो, एसिस्ट घट्यो भने पैसा बढ्यो। भन्नुको मतलब म किन्छु एसिस्ट, मैले किने भने पैसा घट्ने भयो, एसिस्ट मैले बेच्छु भने पैसा बढ्ने भयो। क्लियर छ कुरा? त्यसै गरी के खालि एसिस्टसँग रिलेटेडलाई मात्रै हामीहरू इन्भेस्टिङ भन्छौँ त? नाइ, यहाँ सेक्युरिटीसँग रिलेटेड केही ट्रान्जेक्सनहरूलाई पनि हामीहरू इन्भेस्टिङ अन्तर्गत बुझ्नुपर्छ। जस्तै कुनै अरू कम्पनीको सेयर मैले किने अथवा कुनै गभर्मेन्ट कम्पनीको सेयर मेरो कम्पनी अथवा म आफूलाई एउटा कम्पनी बुझिरहेको छु भने मैले किने। क्लियर छ? त कुनै अरू कम्पनीको सेयर कुनै अरू कम्पनीले किनिरहेछ भने अब म मानिलिउँ मैले किनिरहेको छु, म एउटा कम्पनी हो भने म के भन्छु? मैले फलानु कम्पनीको सेयर किनिरहेको छु, मैले इन्भेस्ट गरेको छु भाइ, फलानुमा इन्भेस्ट गरेको छु है। सेक्युरिटी मैले किन्छु भने पैसा घट्ने भयो, सेक्युरिटी म बेच्छु भने पैसा बढ्ने भयो। क्लियर छ कुरा? अब यसबाट अब सेक्युरिटी जुन मैले किनिरहेको छु, अरूमा इन्भेस्ट गरिरहेको छु, त्यहाँबाट मलाई के हुन सक्छ भन्दाखेरि मलाई त्यहाँबाट डिभिडेन्ड रिसिभ हुन सक्छ। अब मानिलिउँ मैले कोही पार्टीलाई लोन दिएँ, त लोन भने पनि के हो त? इन्भेस्टिङ त गरेँ त मैले, गरिनँ हो। त इन्भेस्टिङ गरेको छु भने त्यहाँबाट मलाई इन्ट्रेस्ट रिसिभ पनि त हुन सक्छ नि, के हुँदैन? हुन्छ हो। त यो इन्ट्रेस्ट रिसिभ भएको इन्ट्रेस्टलाई चाहिँ म के भन्छु भन्दाखेरि यो पनि त पर्ने पनि हो। तर अब यहाँ के छ भन्दाखेरि इन्ट्रेस्ट रिसिभ र डिभिडेन्ड रिसिभ दुईटा कुरा आयो नि हो। अब यसलाई हामीहरू अपरेटिङ एक्टिभिटिजको पोइन्टमा लगेर पनि समावेश गर्न सक्छौँ। जस्तै अघि नै मैले भनेको थिएँ इन्ट्रेस्ट और डिभिडेन्ड रिसिभ, त्यो पोइन्टमा त्यहाँ लगेर पनि राख्न सक्छौँ। नै मलाई अपरेटिङमा राख्नु मन छैन भने नि म इन्भेस्टिङमा पनि त्यो पोइन्ट राख्न सक्छु। क्लियर छ कुरा? अब हामीहरू फाइनान्सिङ एक्टिभिटिजको बारेमा बुझौँ। त फाइनान्सिङ एक्टिभिटिजमा पर्ने पोइन्टहरू के हो त? यहाँ सेयरसँग रिलेटेड पोइन्टहरू पर्छ, प्रिफरेन्स सेयरसँग रिलेटेड पोइन्टहरू पर्छ, डिभेन्चरसँग रिलेटेड पोइन्टहरू पर्छ। क्लियर छ कुरा? सेयरसँग रिलेटेड पोइन्टहरू के होला? त्यो सेयर मैले पारमा इस्यु गरेँ, प्रिमियममा इस्यु गरेँ, डिस्काउन्टमा इस्यु गरेँ, केमा इस्यु गरेँ, त्यो कुराहरू पनि पर्ने हो। त जस्तै यहाँ सेयर इस्युको मतलब के त? बेच्नु हो। अब सुनौँ है, बिजनेसमा नि सेयर बेचेर बढ्ने हो, प्रिफरेन्स सेयर बेच्यो भने बढ्ने हो, त्यसै गरी डिभेन्चर बेचेर बढ्ने हो है। त यहाँ सुनौँ त भन्दाखेरि पहिले कुरा गरौँ हामीहरू सेयरको। त सेयर हामीहरूले बेचिरहेछौँ हो। त सेयर भनेको के हो पहिले त्यो पनि बुझ्नु जरुरी छ नि त। सेयर भनेको क्यापिटल हो, सेयर भनेको क्यापिटल हो। क्यापिटल बेच्यो भने बढ्छ। भन्नुको मतलब क्यापिटल र क्याशको बिचमा कस्तो रिलेसन भन्दाखेरि डाइरेक्ट। सेयर बेच्यौँ पैसा बढ्यो, सेयर किन्यो अथवा सेयर फिर्ता गर्यौँ पैसा घट्यो। नर्मली सेयर त फिर्ता हुँदैन भाइ, सेयर नन रिफन्डेबल हो है। भन्नुको मतलब कम्पनीले बेचेको सेयरलाई कम्पनीले आफै फिर्ता लिँदैन, सेयर चाहिँ नि के हुन्छ? ट्रान्सफरेबल हुन्छ। भन्नुको मतलब
कुनै कम्पनीको सेयर मैले किने त मैले डाइरेक्ट कम्पनीलाई बेच्न पाउँदिनँ, म कुनै थर्ड पर्सनलाई बेच्न त पाउँछु नि त मैले, हो त्यहाँ बेच्न सक्छु। क्लियर छ कुरा? हो त सेयर नन रिफन्डेबल हो है। त यहाँ हेरौँ सेयरको बारेमा त बुझ्यौँ। त सेयर भनेको के हो? हाम्रो क्यापिटल हो। त्यसै गरी प्रिफरेन्स सेयर पनि हाम्रो क्यापिटल हो। क्लियर छ कुरा? अब सेयर इस्यु हामीहरू त प्रिमियममा पनि त इस्यु गर्न सक्छौँ नि त। प्रिमियममा इस्यु गऱ्यो भने के भयो त भाइ? प्रिमियम पनि त्यही सेयरको पैसामा गएर क्यापिटलाइज त हुने हो नि। हामीहरूले सेयर च्याप्टरमा पढेकै हो, पैसा आखिर जो प्रिमियम हो पैसा सबै गएर आखिरमा सेयर क्यापिटलमै गएर क्यापिटलाइज भएको हो कि होइन हो। त भन्नुको मतलब जसरी पनि जसरी प्रिमियमै गरेर हामीहरूले गऱ्यौँ भने के भयो त? प्रिमियमले पैसा त बढायो भाइ। सेयरलाई हामीहरूले इस्यु प्रिमियममा गर्छौँ त पैसा त बढ्यो। माने 10 रुपियाँको चिजलाई मैले 11 रुपियाँमा बेचेँ, 1 रुपियाँ प्लस गरेर आयो भने 11 रुपियाँ आयो नि हामीहरूलाई। क्लियर छ कुरा? त भन्नुको मतलब सेयर र क्यापिटल र क्यासको बिचमा कस्तो रिलेसन छ भन्दाखेरि डाइरेक्ट। सेयर भनेको क्यापिटल हो, क्यापिटल इस्यु गऱ्यो भने पैसा बढ्ने हो। त्यसै गरी सेयरको प्रिमियम, सेयरलाई हामीले प्रिमियममा इस्यु गर्छौँ भने त्यहाँबाट पनि क्यापिटल बढ्ने हो। त क्यापिटल बढ्यो भने क्यास अटोमेटिक बढ्ने हो। क्लियर छ कुरा? त्यसै गरी अब हाम्रो प्रिफरेन्स सेयरको बारेमा बुझौँ। त प्रिफरेन्स सेयर इस्यु पनि गर्न सक्छौँ, रिडेम्सन पनि गर्न सक्छौँ। भन्नुको मतलब प्रिफरेन्स सेयरको रिडेम्सन कम्पनीले पनि लिन सक्छ, फिर्ता पनि लिन सक्छ कम्पनीले। क्लियर छ? प्रिफरेन्स सेयर कम्पनीले फिर्ता लिन्छ भन्नुको मतलब यो रिडेम्सन हुने खालको। त यहाँ हामीहरूले बुझ्नु पर्यो इस्यु अफ प्रिफरेन्स सेयर गर्दाखेरि क्यापिटल बढ्यो, रिडेम्सन अफ प्रिफरेन्स सेयर गर्दाखेरि क्यापिटल घट्यो। क्लियर छ कुरा? क्यापिटल र क्यासको बिचमा कस्तो रिलेसन? डाइरेक्ट। त जुन बेला क्यापिटल बढ्यो त्यो बेला क्यास पनि बढ्यो, जुन बेला क्यापिटल घट्यो त्यो बेला क्यास पनि घट्यो। क्लियर छ कुरा? अब हामीहरू आउँ डिबेन्चरको बारेमा। त डिबेन्चर भनेको के हो त? यो लङ टर्म लाइबिलिटी हो। आखिर लाइबिलिटी त हो। त लाइबिलिटी बेच्यो भने बढ्छ त कस्तो हो त? यो त सेयर जस्तै हो नि। सेयर क्यापिटल भने जस्तै डिबेन्चर क्यापिटल हुन्छ है। त बुझ्नु यो चाहिँ डिबेन्चर हामीहरूले बेच्यो भने बढ्ने हो। त डिबेन्चर इस्यु गरिरहेछौँ भन्नुको मतलब लाइबिलिटी बढ्यो भने क्यास पनि बढ्यो कि बढेन? बढ्यो नि। त हामीहरूले के बुझ्यौँ यहाँबाट भन्दाखेरि डिबेन्चर इस्यु गर्दाखेरि क्यास बढ्ने रहेछ, डिबेन्चरको रिडेम्सन गर्दाखेरि क्यास घट्ने रहेछ है। अब डिबेन्चरलाई रिडेम्सन गर्दाखेरि ध्यान दिउँ है, डिबेन्चर पारमा पनि रिडेम्सन हुन्छ, डिबेन्चर डिस्काउन्टमा पनि रिडेम्सन हुन्छ र डिबेन्चर प्रिमियममा पनि रिडेम्सन हुन्छ। प्रिमियममा रिडेम्सन भयो भने के भयो त? भन्नुको मतलब तिर्दाखेरि 10 रुपियाँ तिर्नुपर्ने ठाउँमा 11 रुपियाँ तिर्नु। भन्नुको मतलब के भयो त? रिडेम्सन गर्दा आखिर घटाइ नै रहेछ। त क्यास पनि घट्ने नै भयो, बढेर घट्ने भयो। भन्नुको मतलब जहाँ मैले 10 रुपियाँ लोन लिएको थिएँ, तिर्दाखेरि 11 रुपियाँ तिरेँ भने 11 रुपियाँ पनि क्यास पनि त गयो नि 11 रुपियाँ। भन्नुको मतलब क्यास पनि त बढेरै गयो नि। त्यो बुझ्नु पर्यो। त यहाँ इस्यु अफ डिबेन्चर गर्दाखेरि क्यास बढ्ने भयो, रिडेम्सन अफ डिबेन्चर गर्दाखेरि क्यास घट्ने भयो। क्लियर छ? त्यसै गरी अर्को पोइन्ट, अब सेयर मैले बेचेको छु भने सेयर होल्डरलाई म के दिन्छु? कम्पनीले के दिन्छ भन्दाखेरि डिभिडेन्ड दिन्छ। त डिभिडेन्ड पेड पनि यसै अन्तर्गतको पोइन्ट हो। अब डिभिडेन्ड पेड भनेको के हो त? डिभिडेन्ड पेड भनेको एक्सपेन्स हो। के हो? एक्सपेन्स हो। त डिभिडेन्ड पेड गर्दाखेरि के हुने हो? डिभिडेन्ड पेड भनेको के हो? एक्सपेन्स हो। त एक्सपेन्स र क्यासको बिचमा कस्तो रिलेसन? इनडाइरेक्ट रिलेसन। क्लियर छ कुरा? डिभिडेन्ड एक्सपेन्स बढ्यो भने क्यास घट्छ। क्लियर छ कुरा कि छैन? हामीले 3वटा एक्टिभिटिजको क्याल्कुलेसन गर्यौँ हो। अपरेटिङ एक्टिभिटिजको क्याल्कुलेसन गर्यौँ, इन्भेस्टिङ एक्टिभिटिजको क्याल्कुलेसन गर्यौँ र फाइनेन्सिङ एक्टिभिटिजको क्याल्कुलेसन गर्यौँ। अब यही 3वटै क्याल्कुलेसन, अब कुनै पोजिटिभ आयो होला, कुनै नेगेटिभ आयो होला, अथवा 3टै पोजिटिभ आयो होला, अथवा 3टै नेगेटिभ आयो होला, जे आएको होस्, रिजल्ट जे आएको होस्। अब हामीहरू चाहिँ के गर्छौँ? नेट क्यास गर्छौँ। नेट क्यास गर्नु भन्नुको मतलब अपरेटिङ प्लस इन्भेस्टिङ प्लस फाइनेन्सिङ को नेट रिजल्ट जे आएको हो त्यसलाई एड गर्छौँ। एड गर्दाखेरि अब त्यो पोजिटिभ पनि आउन सक्छ, नेगेटिभ पनि आउन सक्छ। के कुरा भन्दाखेरि नेट चेन्ज, यो पोजिटिभ पनि आउन सक्छ, नेगेटिभ पनि आउन सक्छ। अब यो नेट चेन्ज निकालिसकेपछि हामीहरू के गर्छौँ? यसमा क्यास अथवा ब्याङ्कको ओपनिङ ब्यालेन्सलाई जोड्छौँ र क्यासको क्लोजिङ अथवा ब्याङ्क ब्यालेन्स हामीहरूलाई आफै प्राप्त हुन्छ। क्लियर छ कुरा? त यहाँ ओपनिङ जोडेर क्लोजिङ निकाल्यौँ नि जुन हामीहरूले, अगर यो हामीहरूलाई क्वेसनमा दिएको क्यास ब्यालेन्ससँग ओपनिङ राखेर क्लोजिङ आफै निस्किन्छ भने हामीहरूले बनाएको क्यास फ्लो राइट हुन्छ। क्लियर छ कुरा? धन्यवाद।